यो झोलमल अनि यो अब यो बिसातीको लागि यो बिसातीको लागि काम पनि गर्दो रहेछ यो के अरे टमाटरमा छर्नी हजुर। अनि तरकारी बालीहरूमा यो बिसाती काम पनि गर्ने छ यसमा। अनि कसरी बनाउनु भयो यो चाहिँ? यसमा तितोपाती अनि यो असुरो अनि खुर्सानीहरू हजुर। सबै मजाले मिसाएर यसमा अब यो के अरे भैँसीको मुत सबै जम्मा पारेर पुरै यसमा अब मैले उ गरेर राखेँ बन्द गरेर अनि 1 महिना त्यस्तै गरेर अनि युज गरेँ। अनि कतिको प्रभावकारी हुँदो रहेछ यो? जोस राम्रै हुँदो रहेछ यसपालि राम्रो भएको थियो। मैले अब फर्स्ट सुरु काम गरेको यो अब यो तरकारीमा अब सुरुमा यिनीहरूमा हालेँ अब मैले राम्रो भएको थियो। काउली मैले कति एउटा काउली बराबर कति 8 किलोसम्म निकाल्यो। 6 किलो यहाँ कृषि ब्याङ्कको त्यो एउटा सर आउनु भएको थियो। हजुर। उहाँले लयो अब काठमाडौँ जानेहरूले अहिले तरकारी पसल। अनि यो झोलमल बनाउनु चाहिँ कहाँबाट सिक्नुभयो? मैले त्यही कृषि ज्ञान केन्द्रबाट त्यो सरहरूबाट अब यसो सल्लाह सुझाव गरेर त्यहीँबाट सिकेँ। ल हस्, धन्यवाद दाइ।